हेलो गाइस, आज कस्तो बोरिङ लागेर हामी जालजना हार्न सोचेका छौँ। यो चाहिँ हो अगनबाडी स्कुल। आज चाहिँ कति दिनपछि घाम लागेको छ। तपाईँको उतापट्टि कस्तो छ भन्नु होला। र यहाँ दिदी र मैले चाहिँ मेहन्दी लगाएर देखाउँदै थियौँ। र आज चाहिँ हामी सर्टकटबाट जाँदै थियौँ र एउटा दोकानमा पनि पस्ने काम थियो, पसेर जाने भनेर जाँदैछौँ। कुरो चाहिँ लास्टै रहेछ र गाइस, म चाहिँ यहाँ पेन उठाएर हिँड्दै थिएँ हेर्नुहोस्। र मलाई यस्तो इभिनिङ टाइममा वक गर्न साह्रै राम्रो लाग्छ। र आजको मौसम पनि हेर्न सक्नुहुन्छ कति राम्रो छ। ल अब चाहिँ हामी पुग्न आँट्यौँ दोकान, हेर्न सक्नुहुन्छ। र म भित्रको पनि देखाउने छु। यहाँ चाहिँ दिदी समरको लागि कपडा हेर्दै हुनुहुन्थ्यो र आन्टी देखाइ हुनुहुन्थ्यो। आन्टीलाई पनि वक्क लागिसकेको छ कपडा देखाउँदै। थोडा बेर पनि हेरेको मन परेन। र लास्टमा गएर चाहिँ एक दुईवटा फ्रक लियौँ। अब चाहिँ हामी खाना जाँदैछु, हेर्न सक्नुहुन्छ। आज चाहिँ आन्टी हुनुहुन्न रहेछ र घुम्नु बसेकी रहेछन्। यहाँ चाहिँ म सबैलाई देखाउँदैछु यहाँ हाम्रो गाउँको भ्यू। र बुढ्नु चाहिँ झालझालमा आउँदै थियो निचरी र देखेर त कन्ट्रोल नै भएन गाइस। अब चाहिँ हामी खाना बसेका देख्न सक्नुहुन्छ। बुढ्ने कस्तो झालझालमा बनाएकी छिन्। र अब चाहिँ हामी घर जान। यहाँ चाहिँ न्यू मेडिकल बनेको छ र हेर्न सक्नुहुन्छ। यहाँ सिधा जानुभयो भने चापाखा जानुहुन्छ। र यहाँ चाहिँ हाई स्कुल बन्दैछ न्यू। उता पुरानो पनि छ तर यहाँ चाहिँ नयाँ बन्दैछ। र एम स्कुल पनि जोइनिङ नै छ। हिँड्दै साह्रै गरम हो गाइस। यहाँ दिदी चाहिँ यताउतिको भ्यू देखाइराख्नु भएको थियो। र अब चाहिँ शिशु निकेतन आउन आँटो र यो हो शिशु निकेतन। शिशु निकेतनमा चाहिँ बााउन्ड्री लगाइसक्नु भएको रहेछ, यति हेर्न सक्नुहुन्छ। र यहाँ चाहिँ बाहिर होस्टेलरहरू खेलिरहेका रहेछन्। अब चाहिँ हामी आन्टी घर पस्ने भनेर जाँदैछौँ। आन्टी चाहिँ बाहिर बस्नुभएको रहेछ र आन्टीलाई भन्यौँ हामीले, आन्टी हेर्नु तपाईँको लागि के सरप्राइज छ भनेर। आन्टीले भन्नु के सरप्राइज, हेर्नु न भन्नु। भरे आन्टीले खोल्दाखेरि त झालझाल रहेछ। झालझाल देखेर खुसी हुनुभयो। अनि यहाँ चाहिँ हजुरबा बसिराख्नु भएको रहेछ, देख्न सक्नुहुन्छ। र अब चाहिँ हामी झालझाल खान आँटेका। म खान्न भन्दै त्यही पनि आन्टीहरूले खा भन्नुभयो र म फेरि पनि खाँदैछु। म चाहिँ हाई गरेको थिएँ गाइस। अब चाहिँ यहाँ आन्टी आउनुभयो। आन्टीले चाहिँ कत्रै हँसाउनुभयो हामीलाई र हामी हाँसिरहेका छौँ। र अब हामी चाहिँ घरतिर पनि लाग्यौँ। अब यो चाहिँ हामीको हरेली गाउँ हो र दिदी चाहिँ यहाँ अगाडि हिँडिराख्नु भएको थियो। हामी चाहिँ घर पुग्न आँट्यौँ गाइस। हाम्रो दिदी साह्रै नक्कली हुनुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। र हामी चाहिँ कुरा गर्दै घर पुगिसक्यौँ। र आजको लागि यति नै, बाई बाई, टुमोरो।